के चोर्दैछस् टी-शर्ट खोले भए Oh, Hygiene left the chat. Hello everyone, namaste and welcome back to my YouTube channel. This is Nisangma, right? Back with new video. अनि म चाहिँ आज धेरै पछि भिडियो बनाउँदै छु। आज मेरो कलेजमा प्र्याक्टिकल छ, सेकेन्ड डे हो। हिजो चाहिँ मेरो किचन थियो भने आज मेरो सर्भिस हो, त्यही भएर मैले एयर बिस्कुट लगाइरहेको छु। बाइ साथीहरू, अब अरू भिडियो म कलेजमा गर्छु ल। मलाई ढिलो भइरहेछ घर जानु रे, कलेज जानु। साथीहरू यो चाहिँ हाम्रो हिमालयन किचन हो अनि यिनीहरू सर्भरहरू मिलाउँदैछ। अनि हाम्रो आज बर्ड फुडको हाम्रो प्र्याक्टिकल हुँदैछ, त्यही भएर सर्भिसमा चाहिँ हाम्रो के हुन्छ बुफे हुन्छ। अनि यो चाहिँ हाम्रो सर्भिङ डिसहरू सब वेट्रेसहरू हो। आजको हाम्रो म्यानेजर हो चाहिँ चोर्छस् के चोइस हो त्यसले चोरे साथीहरू। मुस्ली यहाँ चाहिँ हाम्रो मुस्ली छ, मुस्ली र योगर्ट छ नि त आज, त्यही भएर यहाँ सब मेरो कामदारहरू। आज म सुपरभाइजर हो कि यहाँको म्यानेजर हो। लानु देखाएको म लिएर आउँछु साथीहरू। यो चाहिँ हाम्रो किचन हो एज अलवेज राम्री। यो चाहिँ हाम्रो बल्क प्रिपेरेसन हुन्छ है फुडहरू। यहाँ आउनु दिँदैन यार, मलाई मार्छ हो यार। यसो रोचकहरू हामी यसमा चाहिँ प्लेन अमलेट बनाइरहेको छ। आज प्लेन अमलेट छ। के पो यो त? प्यानकेक हो, प्यानकेक हो, मलाई थाहा भयो प्यानकेक हो। यो चाहिँ हाम्रो ज्याम हो, ज्याम। मेरो साथीहरूको स्टेसन हालेको छु। म खोज्दैछु। यो चाहिँ हाम्रो किचनको स्टाफहरू हो। तिमी मेकअप लाइने यस्तो नलाइने यस्तो राम्री भन्नु के खोजेको सुरुमा चाहिँ तिमीले के बनाएको? ब्राउन यस्तो यो नयाँ आलु हो क्या, यसरी खानु पर्दैन। खै म गएँ यार, म त हाम्रो यो ठुल्ठुलो थियो। म गएँ यार, म त सुपरभाइजर हो, मलाई मार्छ। यतिको डेडिकेटेड वेट्रेस चाहिँ हुनु पर्यो है साथी हो। कपिल सर के हो साथीहरू? यो चाहिँ आजको हाम्रो डिस हो। यसमा ह्यास ब्राउन छ, ग्रिल्ड मसरुम छ, अनि ग्रिल्ड टमाटो, अनि होममेड बेक बिन्स। अन्त चाहिँ यति। यहाँभन्दा उता चाहिँ हाम्रो भेज आइटम्सहरू थियो भने यताबाट चाहिँ हाम्रो के छ नन भेजिटेरियन प्लेन अमलेट र ग्रिल्ड ससेज छ आज हाम्रो। अनि यो चाहिँ चिया सिड, यो उको लागि मुस्लीको लागि हो साथीहरू। यो चाहिँ हाम्रो सेवाडिन हो। के चोर्दैछस् साथी? यो सुपर म्यानेजर भनेर हाइबल लिन्छौ, सुपरभाइजरले अराउँछ भने जाऊ हाइबल लिएर आऊ रे मलाई यसले। त्यसो भन्यो, त्यस्तो भनेको तिमीले? म तिम्रो साथी हो क्या न, भ्लगमा हाल। नेपाल हो यसमा, अब के अरे ढाडाले चलिहाल्छ। म तिम्रो साथी हो क्या न। अनि किन त्यस्तो भन्यो मलाई? हिजोले के भन्यो तँलाई याद छैन? निस्केर भने हुन्थ्यो त अति दुखा निस्केर भने हो मैले। जान हाइबल लिएर आइज ल्याइदिन्छ भित्रबाटै हो। हेर न यस्तो लो लेभलको वर्कर भएर अब म जस्तो सुपरभाइजरलाई हेर न, मलाई काम लगाइदिनु भने। साथीहरू यो चाहिँ आजको हाम्रो टेबल सेटअप हो, तर कन्फ्युज भएर चाहिँ हो कि नहेर। जुस ग्लास त त्यही छ त, बनाउनु पर्यो नि त। हेर नि तेरो अगाडि के भन्थ्यो? हालिसकेपछि तिमीले सोध्नुपर्छ मल्टिग्रेन ब्रेड ब्राउन ब्रेड भनेर सोध्नुपर्छ। यो होइन ब्राउन ब्रेड, यो मल्टिग्रेन प्यानकेक हालिदिएपछि तिमीले सोध्नुपर्छ मल्टिग्रेन ब्रेड के भन्नु साथी हो। तिमीले हालिसकेपछि उनीहरूले आफै यहाँबाट चुज गर्छ होइन।
देन आफ्टर यसरी जान्छ अनि तिमीले ह्यास ब्राउन पनि हेर्नु पऱ्यो प्रपर गेस्टलाई चाहिँ केही पनि नभन्न होइन तर हामी त्यसपछिको गेस्ट छ नि तिनीहरूलाई चाहिँ मेक स्योर एउटा मात्र नगोस् भनेर अनि ससेज कसले हाल्छ दुईटा मात्र हाल्यो है दुईटा मात्र अनि अमलेट एउटा मात्र जाउँ न ओए अन्वेषा के गरेको भन्न यस्तो हो कि तिनीहरू गेस्ट गरेको नि तिनीहरू आएर यहाँ काम गर्छ हामी त्यहाँ गएर मस्त बस्छ 14-15 जना छ ल ओए हाइजिन लेफ्ट द च्याट आज केमा हो यो मल्टी म सुपरभाइजर हो सुपरभाइजर के यो मल्टिग्रेन पनि लिएन यो यति नै हो त यति मात्र हो अब किन यति भयो किनकि यहाँ राखेको थियौँ त्यही सर्भिस घरले खाएको होला हामीले त थाहा छैन भर्खर सुरु हुँदैछ हामी कति खान्छौँ यहाँ आइज न निशा तँलाई कस्तो राम्रो देखिरहेछ यहाँ आइज न क्यामेरा दिनेश यहाँ आऊ न क्यामेरामा सुपरभाइजर र काम चाहिँ देखिन्छ नि हो मेन काम चाहिँ आजको सुपरभाइजर कति प्रेसर छ मलाई मेरो साथीले मात्र बुझ्छ क्या मलाई त मोबाइल कहिले त्यो फ्री पाउँछ भने मलाई टेन्सन हुन्छ मोबाइल कहिले चलाउनु पाउँछ चोरेर के खायो होला नि त नि हो भयो सुन म बुझाइदिन्छु कि यहाँ राखेको सधैँ यो चाहिँ हाम्रो ग्रिल मसरुम हो म लगेर जाँदैछु है हाम्रो रनर को आज को रनर हो तिमी लग रनर सुपरभाइजर भए पनि म काम गर्दैछु म कति डाउन टु अर्थ मान्छे छु क्या अब बुझ्यो भ्लगेश्वर देउता रिसाउनुहुन्छ नि प्रवेश मेरो है यसरी हेर्नुपर्छ यसरी पूजा सुपरभाइजर घरको छ हेर्न यो लोले गर्नु अनि म किचनलाई त्यो खानु लगाउँछु क्लास पढ्नु मन लाग्छ भने अब क्लास हुन्छ राम्रो टी सर्ट कसले भयो देखाइदिन्थेँ खोल्न मिलेन हो सकेपछि चाहिँ के भिड स्टार्टिङ नै इन्डिङ ए बोल न कि खै बोल ये हेर्न सक्यो भने पेट उठाउनु ये होइन मिठै भएन हिजो हामीले बना मात्रै मिठै थियो अन्डामा तेल उनै थिएन के पनि नुनै थिएन अनि मसरुममा पनि टेस्ट थिएन हिजो हाम्रो जस्तो है तर म हिजो आएको थिएन त्यहाँदेखि निसाले भने चाहिँ मिठो छैन है म चाहिँ हन्तकाली तिमी होइन बल्किङ है साथीहरू यही हो अब हाम्रो सक्यो हामीले खाइ पनि सक्यौँ होइन अनि प्र्याक्टिकल पनि यति हो म त सुपरभाइजर हो खाजा केही पनि गर्नु पर्दैन अरूले चाहिँ जुठो भाडा गर्नुपर्छ अब यहाँ टेबल सेबल मिलाउनुपर्छ आफैमा चाहिँ सुपरभाइजरले मिट मन्नु चाहिँ गरिदिने भनेको छ मेरो जुठो भाडा साथीहरू त्यो पनि गर्नु पर्दैन मैले अब म जान्छ अनि बस्छु ल बाई बाई गाइज अब यो फेरि हाम्रो क्लास छ अनि यत्रो खाएर फेरि पढ्नुपर्छ क्या हामीलाई उठ्यो Bye bye guys, have a good day. Thank you so much for watching till the end.